हामी गुबाको फाट्दा छौँ नि त त्यही भएर। अहिले बिहान गुड मर्निङ। अहिले बिहानको कति बज्यो? 3:30 भयो हैन? हजुर। हामी गुप्ता घाटबाट कहाँ रे? एबिसीको ट्रेकिङको लागि माथि जाँदैछौँ। हेलो गुड मर्निङ। गुड मर्निङ। We almost ready there. त्यसको ठाउँ यही भयो। निद्रा भने अलिअलि भयो। ल जाऊ। हाम्रो यात्रा सुरु भयो। यस्तो अँध्यारो छ। रातिको 3:30 बजे हामी यहाँ गुफा फाँटबाट अगाडि बढ्यौँ। यस्तो अँध्यारो छ। तल खोला छ, चिसो छ, सेरोटोले हानेको छ र पनि हामी हिम्मत हारेनौँ। हामी हिम्मतका साथ, आँटका साथ पुग्ने, चाँडै भ्यू हेर्नको लागि चाँडै पुग्ने अठोटका साथ अगाडि बढेका छौँ। हामीलाई अँध्यारोले, चिसोले, जाडोले छेकेको छैन। यस्तो खोला बगिरहेको छ किनार किनार। खोलाको किनार किनार हुँदै नर्थ एबिसीको बाटोतिर लागेका छौँ हामी आजलाई। अहिले बुस्केट मेलामा आयौँ। गुफा फाँटको करिब 2 घन्टाको यात्रापछि हामी बुस्केट मेलामा आयौँ। बाटा ढुङ्गाले त एक 1 आवर बुस्केट मेला हो। एकुरेट हो त ट्याक्क 55 मा 1 घण्टा हो। म त 2 घण्टा गीत बजाउँदै यस्तो रातिको मौसममा हामी 3:30 बजे हिँडेर कति बजे भाउजू अहिले? कति बजे दाइ? दाइ कति बजे? 5 बज्न लागिसक्यो। यति बेला आयौँ हामी यहाँ। जति माथि जान्छौँ त्यति हिमालहरू खुल्दै खुल्दै गइरहेको छ। नर्थ अन्नपूर्ण बेस क्याम्पको यो मनोरम दृश्य क्यामेरामा कैद गरेर सकिँदैन। यति सुन्दर छ, शान्त छ, सफा छ। आफ्नै गन्तव्यमा टुनु टुनु हिँड्दैछौँ हामी। हिमालको काखमा आइपुग्यौँ हामी। कस्तो लागिरहेको हजुरलाई? एकदम रमाइलो। कठिन भए पनि रमाइलो भएको छ यस्तो हिमाल सौन्दर्य। अब 10-15 मिनटमा हामी पञ्चकुण्डमा पुग्नेछौँ। कस्तो आउनुहुन्छ ल मस्त हिँड्ने होइन है। खै आमा है त आमा। आमाको मलाई त भिडियो बनाउनु होला। तपाईहरुले हेर्न सक्नुहुन्छ फाइनल्ली हामी हाम्रो अन्तिम गन्तव्य पञ्चकुण्ड नर्थ एबिसी क्याम्प, नर्थ अन्नपूर्ण बेस क्याम्पमा रहेको पञ्चकुण्ड तालमा आइसकेका छौँ। यहाँको मनोरम दृश्यले हाम्रो
मनाइलो भएको छ र हामी एकदम खुसी छौँ हामीले आज हाम्रो गन्तव्य भेटेको जस्तो लागेको छ। यो यात्रा कठिन साथै रमाइलोपूर्ण पनि रह्यो। तपाईहरुले हेर्न सक्नुहुन्छ। हाम्रो अन्तिम गन्तव्य पञ्चकुण्ड ताल। पञ्चकुण्ड हो यसको नाम। हजुर हेर अगाइ नै छैन। क्यामेरामा कैद गर्न पनि हामीले सकिरहेको छैन, यस्तो राम्रो छ। केही कुरा भन्नु हो? हाम्रो आज यात्रा सकियो लगभग। हामी आज दोस्रो दिनमा कहाँ आएर बस्यौँ? सादी खर्क यहाँ 5 बजी लिएर आएका छौँ। आज हाम्रो तेस्रो दिन। अब हाम्रो यात्रा घरसम्मको हुनेछ। हजुर हामी चाहिँ करिब 2 घन्टा हिँड्नेछौँ, 1.5 घन्टा जति। त्यस पछाडि गाडी आउनेछ, जिप। त्यस पछाडि कति घन्टा? त्यसपछि 4 घन्टा। 4 घन्टा। बाटो अनि डेन्जर छ। पानी मौसम अलिअलि पानी परिरहेको छ र हामी चाहिँ यहाँ छौँ सादी खर्कमा। र खाना बस्नको व्यवस्था लक्किली राम्रो भयो अन्तिममा आए पनि। अरू के भन्न चाहन्छु? यात्रा कस्तो भयो? यात्रा उतार चढावपूर्ण भयो, कतै दुःख कष्ट भयो, कतै रमाइलो भयो। आजलाई अलिकति हाइटले असर गर्यो। उल्टी आउनेदेखि लिएर घुमाउने भयो। अलिक हिँड्न लाग्छ भने दौडियो है उल्टी। ल हाम्रो यात्रा सफल बनाउनु भूमिका खेल्ने सबैलाई धन्यवाद। राम्रो हेरिदिनुहुन्छ। त्यहाँबाट राम्रो होला नि। अनि कस्तो भयो तेरो अप्सर? एकदमै रमाइलो, अमेजिङ। भन्दा भयो तर भन्दा पनि साथ एकदम रमाइलो। अल्ल बेस्ट पहिला कस्तो धेरै राम्रो। आमालाई मलाई धेरै रमाइलो। उतार चढावपूर्ण। बिरामी भएर है? मैले चाहिँ बिरामी भएर उतार चढावपूर्ण भयो। र नि हिम्मत हारिन। यसरी नै यहाँ हाम्रो नर्थ केबिसीको यात्रा समाप्त हुन्छ। हामी गाडीमा चढ्यौँ र पहाडहरू बाटोहरू हेर्दै आफ्नो
घरतिर फर्क्यौँ।